अहिले त यो फुल पनि कति ठुलो भएछ त मैले रोपेर गएको थिएँ हेर त कस्तो फुलेको मैले रोपेर गएको नि त झाँचो चलाएको अहिले डराएको सानो हेलो कान्छी दिदी हेलो यो हाम्रो घर हो यो हाम्रो घरको टुर गराइदिनु लागिरहेको सिटले हैन यो चाहिँ हाम्रो अम्बाको फोटो यो चाहिँ मेरो बाबु हो मेरो बाबु नि भाग्नै भएको हो यो चाहिँ म घर जन्मेको घर हो यो जन्ममा चाहिँ ल भात पाए यता त झाडी भएछ त जानै नसक्ने अब फुल तिहारको लागि तिहारको लागि यहाँ म कति घाँस काट्थेँ अहिले है एउटा बाख्रै ल्याएर हाल्नु पर्ला त बाख्रा कोही छैन जाऊ पाले हुन्छ अब भोलि पर्सि समय मिल्यो भने अहिले त कहाँ हुने पढ्नु पऱ्यो नि अहिले त हजुर आउँछु नि बेला बेलामा